गुन्जामा हामीले के खायौँ त? हाई लभिज, वेलकम टु माई मिनी भ्लग। अनि हामी चाहिँ गुन्जा होटलमा गएका थियौँ र यतिखेर हामीलाई लिस्ट हेर्न दिएको थियो मेन्यूमा के खाने भनेर। अनि बेबी चाहिँ हेरी गरिरहेको थियो भन्ने म चाहिँ यहाँ यसो खिचिरहेको थिएँ सबैको। अनि त्यसपछि फेरि पनि मलाई हेर्दै मक्ख परिरहेको थिएँ। अनि मैले पिस गरेँ। त्यसपछि रोशनलाई हेरेँ, रोशन पनि अल्ल पर्दै कुरा गर्दै हुनुहुन्थ्यो भने हामी चाहिँ उसले हेर्दा झ्याउ लागेर हामीले फाइनली पपकर्न मगाउने सल्लाह गर्छौँ। र जाने बित्तिकै पानी दिएको हुन्छ, त पानी खाँदै पपकर्न खाँदै हामी फेरि पनि के खाने होला भनेर बेबी सोचिरहेको छ। अनि त्यसपछि हामी खान्छौँ क्यापेचिनो। यस, यो चाहिँ मेरो बुवाको लागि क्यापेचिनो आएको थियो भने रोशन र म चाहिँ यसो घुम्न जाउँ भनेर निक्ल्यौँ। त्यसपछि घुम्दा यो स्विमिङ पुल हेर्नुहोस् कति ब्युटिफुल छ। एकजनाले हेर्नु देखन ठ्याक्कै मलाई हेरिदिएर खाना खाँदै अनि यो कति फिट गहिरो होला भनेर रोशन सोचिरहेको बेलामा अनि मैले पनि यो दुबई गएको जस्तो फिलिङ्स आइरह्यो यो रुख देखेर। अनि त्यसपछि म पनि हेरेन मक्ख परेर आफूलाई हेर्दै मक्ख पर्दै पानी हेर्दै रमाउँदै। अनि त्यसपछि एक राउन्ड घुमेर हामी फेरि पुनः गएको ठाउँ पुग्छौँ। देख्नुभयो त गाइज, हामी सबै मिलेर के खाँदैछौँ यहाँनिर। के हो नाम पनि आउँदैन मलाई त। अनि यो ड्रिङ्क्स आउँछ हामीलाई, यो चाहिँ लेमन खोइ के ड्रिङ्क्स हो, तर लेमन त्यहाँ माथि छ। म खान्छु। यहाँहरू सम्पूर्णलाई धन्यवाद यतिका समयसम्म हामीले खाएको र घुमेको कुरा हेरिदिनु भएको लागि। धन्यवाद।